फाइनली गाइज है म चाहिँ यहाँ पुगिसकेको छु है र अब हाम्रो एन्ट्री हुन्छ भित्र सर्लक्क लाएर भित्र गएर देखाउँछु नि है चाप्री बेलौरी सेलौरी है नाना थरी के थरी है ल म चाहिँ पुगिसक्यो मेरो नि एन्ट्री हुन्छ है ल टक्क लाएर भित्र गएर देखाउँछु त गाइजहरू सबलाई ल मेरो चाहिँ भित्र एन्ट्री भइसकेको छ है लुक्समा है क्याप प्लस हानेर होइन म ट्याप्स देखिरहेको होइन ट्याप्स है ल ठिक छ ऊ हाम्रो स्ट्रगल पनि है यहाँनिर साथीभाइहरू कुराकानी भइरहेको छ हाम्रो वरिपरि चाप्री निबी बेलौरीहरूको होइन यहाँनिर कमी कमजोरी छैन है यहाँ लोड यहाँ प्रशस्त मात्रामा देख्न पाइरहेको छ मैले जति नि देख्छु मैले जति नि भेट्छु होइन सबै कुरा समेटेर मैले देखाइरहेको छु सर्लक्कलाई मेरो अगाडि पछाडि है यहाँ पछाडि चाहिँ फोटो पनि खिचिदिँदै रहेछ है कति 10 रुपियाँ 20 रुपियाँ कति फोटो पनि खिचिदिँदै रहेछ होइन हेरमै त गाइज डेन्जर बेलरहरू त अगाडि टोइलेट भित्र सर्लक्क लाएर क्यान्टिन रहेछ यहाँ पार्कको है पार्क रमाइलो भइरहेछ है यता म चाहिँ चिया खान आइपुगेँ है अब यहाँनिर पनि चिया बेच्दो रहेछ अब यसमा होइन यहाँको मान्छेको के दोष जानियो सर्लक्क लाएर बस्ने एउटा चिया टुवाक लाएर हानियो है आनन्दसँग बसेर माथि यहाँ पिकनिक कसैले पिकनिक होला गइसक्यो होइन हाइकिङ दिदी चिया खाऊँ न एउटा मस्त मलाई मार्के हँसाइ चाहिँ कडा छ है गाइजहरू के काट्यो कि स्नो स्प्रे उड्दो रहेछ गाइज उतातिर त्यो झारीले चाहिँ कि होइन स्नो स्प्रे हानेर चाहिँ कि फेरि बर्थडे मनायो के मन फाइनली गाइज है म चाहिँ भित्र पुगेर टक लाएर बसिरहेको छु है उभिँदा झ्याउला होइन उहाँ केटाहरू भाइहरू है फोटो खिच्ने रे है फोटो खिच्ने रे अनि त्यसरी यहाँ चाहिँ बवाल लाइन छ कि फोटो खिच्नको लागि यहाँनिर चाहिँ बवाल लाइन छ होइन मान्छेहरू बवाल कुदिरहेको छ कोही पालो कुद्ने होइन अनि त्यसले मलाई चाहिँ झ्याउ लाग्यो टक लाएर एकछिन बसौँ होइन एकछिन बसौँ आज जस सोमबारको दिन भयो नि यता रमझम चाहिँ बवाल छ अब एकछिन बसिरह्यो भने चाहिँ सायद मेरो नि लपर्छ जस्तो लागिरहेको छ गाइज मलाई नि कता हो म नि यहाँनिर बसिरहेको यहाँ बवाल झिलमिल देखिरहेको छ होइन अब एकछिन बस्यो भने चाहिँ केही होला जस्तो लाग्यो है गाइजहरूमा नि हुन्छ हेर्दै जम्मै त गाइज ल के हुन्छ झन् हामी त मान्छे है गाइजहरू यहाँ थरी मान्छे त छ है यहाँ गाइजहरू गोरी माता काली माता जय काली माता गाइज फाइनली म चाहिँ है बजार घुमेर होइन सबै यताउता कार्यक्रम सकाएर अलि टक्क लाएर होइन हामी अटोमा टेम्पोमा चढिसकेका छौँ है अब सर्लक्क लाएर हामी चाहिँ होइन हेरौँ है अहिले अगाडि पछाडि सबै घुमेर मजाले देखाउँदा होइन अब अहिले सर्लक्क लाएर गाउँ जाँदैछु अब चाहिँ मेरो क्लास लिने टाइम पनि होला है अब तल उता गएर क्लासेस लिन्छु होला है यो चाहिँ एकदम दामी छ है केटाहरूले चाहिँ उहाँ त्यहाँ पार्कमा होइन फोटोसोटो पनि खिच्यो मैले चाहिँ
सर्लक्कला हेरमै त हामी जाँदैछौँ होइन टेम्पोमा सर्लक्कला भ्युजहरू मजाले देखाउँछ गाइजहरू तिमीले मलाई टेकी छौरे टेम्पोको सफारीमा चाहिँ गाई निकै रमाइलो हुन्छ है सायद मैले नि होइन यसरी नै तपाईँहरूको होइन सबैजनाको होइन माया र सपोर्ट पायो भने एउटा टेम्पो म पनि छिटै किन्छु होला है त्यति हाम्रो पर्सनल घुम्नको लागि मात्रै हो कि टेम्पो आफ्नै टेम्पो भयो सर्लक्क लाएर होइन जता पनि होइन जतिखेर पनि घुम्न जानु पाइन्छ कि गाई किन्यो भने त हामी पनि एउटा टेम्पो किन्यो ल किन्यो तँ भाग्ने हो नि त फेरि अरूले बाइकमा भ्लग बनाउँछ हामी टेम्पोमा भ्लग बनाउँछ घुममा जस्तो हामी नि त घुमको होइन प्रायः निस्किन्छ अब घुमको टेम्पो चलाउने अब पनि गाई छ हामी सर्लक्क लाएर आर्मी बाइक आइसक्यो आर्मी बाइक आइसक्यो है देखाउँछु यहाँ मेरो भाइ मेरो चेलाहरू है उयो त्यो मेरो जिग्री हो है यता पनि छ है भाइहरू है पुरा गन्लेर बसिरहेको रहेछ कि तर म भित्र भएर होला मलाई देखिन है नर सलिड हाल्छ है 17 ऊ त्यो गयो नजिक छ गाइस सिरखण्डी भन्ने ठाउँ आइपुग्यो होइन के भयो भने हाम्रो चाहिँ है बिच बाटोमा होइन टक्क लाएर हामी चाहिँ अटोमा आइरहेको थियौँ होइन हाम्रो टायर पङ्चर भइदियो कि टायर पङ्चर भइदियो है त्यही भएर हामी लग पुग्न त लागिसकेको थिएन एक्कासी कताबाट होइन सायद त्यो ढुङ्गातिर बिजाएको केतिर भयो होइन टायर चाहिँ पङ्चर भयो त्यही भएर अब एकछिन अर्को अटो आउँछ कि टेम्पो अटो आउँछ कि बस आउँछ होइन हामी त्यसै मिलाएर जान्छ होला गाई लागि त होइन मान्छेहरू पुग्छन् होइन यताउता त्यस्तो ठाउँ दामी छ के आउँछ जे आउँछ हामी त्यसै त्यही पक्रेर आउँछ सर्लक्क लाएर जान्छ होला अझ 4 किलोमिटर जति होला हामी होइन हवस् त्यही आउँछ जङ्गल लगाइ अटो चाहिँ बन्द रहेछ गाइस ए सरी अटोको टायर चाहिँ पङ्चर चाहिँ टालिरहेको छैन चिसो निकै बढ्दैछ है हेरौँ है तर जस राम्रो छ भैँसे बजार पनि है एकदम राम्रो छ सुमो आउने त्यतैबाट है गाइजहरू सुमो त्यतैबाट आउँछ सर्लक्क लाएर अहिले चाहिँ हामी टक्क लाएर है त्यहाँ गएर चिया खान्छौँ होइन त्यहाँ गएर चिया खान्छौँ चिया भने चाहिँ चिया पाइन्छ होला है टक्क लाएर हामी बसेर है आनन्दसँग है भित्र आनन्दसँग सर्लक्क लाएर चिया खान्छौँ है बजार एकदम दामी छ है के भएर चिया बन्दैछ हुँदैछ अब हामी यहाँ चिया खान लागेको चिया बन्दैछ निकै जाडो छ जाडो बबाल छ है हाम्रो टेम्पो बिग्रेर उठ्यो अटो म चाहिँ एउटा ठाउँको ठाउँ होइन अहिले बनेको हुने मेरो फ्री स्टाइल ऱ्याप होइन सुनाउनु चाहन्छु गाइजहरूलाई है ल है त 3 2 1 गो ल ठिक छ
जाडो छ गाह्रो छ सबैलाई थाहा नै छ सबैलाई भाने छ सबैले भोग्या छ सबैले देख्या छ सबैले सोच्या छ यसैको बारेमा एकचोटि होइन धेरैचोटि भो सोचेको केही गर्नलाई पनि खोजेको जति गरे पनि गर्न नसके त यसमा के हाम्रो दोष थियो हजुर ल धन्यवाद मार्क्स पनि खोल्नु भएन भने ल ठिक छ चुरोट दिन्न ल ठिक छ है त सास पनि फेरिरहेको छु मैले मार्क्स खोल्यो ल ठिक छ मार्क्स पनि खोल्यो अब यो चिया त दन्काउनु पर्यो मौसमले च्यालेन्ज हामीलाई चाहिँ मौसमको त्यो च्यालेन्जको हुन्छ नि कसरी टक्राई कसरी गर्ने भन्छ नि त्यो कसरी हुन्छ नि चियाले हो कि आन्टी बस क्या गजब छ यार भान्जा यार बबाल छ यार भान्जा यार भान्जा खतरा भान्जा बाहुबलीको डायलग हो हाम्रो गाउँको बाहुबलीको डायलग हो यो चाहिँ फेमस हो है गाउँको कसैले नचिन्ने कोही पनि छैन होइन त्यो बेला बबाल छ है यो चाहिँ उतेसको हो क्या अरे यो त प्योर उयो होइन त गाईको दुधको हो क्या अरे ल गाईको दुधको चिया है प्योर टेस्ट पनि कडा छ है यो चाहिँ भर्खर होइन मैले दिमागमा बनाएको गीत हो कि अहिले वेदर होइन मौसम सब हेरेर सबजना हेरेर होइन कस्तो छ प्रतिक्रिया दिनु होला है गाईहरू ल जाडो छ गाह्रो छ सबैले थाहा नै छ सबैलाई भाने छ सबैले भोग्या छ सबैले सोच्या छ यसैको बारेमा एकचोटि होइन दुईचोटि होइन धेरैचोटि भो सोचेको केही गर्नलाई पनि खोजेको जति गरी पनि नभए यसमा मेरो के दोष थियो नभए